हेलो एभ्रिवान, नमस्ते। सबैजनालाई स्वागत छ। आशा छ तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला। र अहिले चाहिँ बिहान जुरुको उठेको होइन, ठ्याक्क जुरुको उठ्ने बित्तिकै मोबाइल हेर्ने बानी छ। अनि स्याड न्युज भनौँ कि अब टफ न्युज भनौँ होइन, यो के भन्छ अरे, अब यो युट्युब क्रिएटरहरूको लागि चाहिँ टफ हुनेवाला छ। जो नयाँ हुनुहुन्छ अब उहाँहरूको लागि चाहिँ एकदमै हार्ड हुनेवाला छ। किनभने युट्युबले चाहिँ यो अगस्त 10 तारिकमा चाहिँ एउटा के भन्छ न्युज घोषणा गरेको छ। त्यो चाहिँ के भन्दाखेरि अब आउने 2027 फेब्रुअरी 1 तारिकदेखि चाहिँ नयाँ नियमहरू लागू गरेको छ। र त्योभन्दा अगाडि अब जो जतिले होइन, अब जो जतिको चाहिँ अब हुनेवाला छ होइन, मोनेटाइज हुनेवाला छ, जसको चाहिँ वाच आवरहरू कम्प्लिट हुनेवाला छ होइन, अब सब्सक्राइबरहरू कम्प्लिट हुनेवाला छ, उनीहरूको लागि चाहिँ सायद त्यो गाह्रो नहोला। र जसको चाहिँ अब होइन, अब छैन, केही पनि छैन, सब्सक्राइबर त पुग्यो। अब जस्तै अब वाच यसको लागि चाहिँ 2027 फेब्रुअरी 1 तारिकभन्दा अगाडि नै तपाईँहरूले त्यो कम्प्लिट गरेर अब मोनेटाइजेसन यताउता भयो भने चाहिँ त्यो राम्रो कुरा हो। र अब त्यो कम्प्लिट हुन सकेन भने चाहिँ अब न्यू क्रिएटरहरूलाई चाहिँ हार्ड हुनेवाला छ। अब पुरानो क्रिएटरहरूलाई चाहिँ त्यस्तो खासै फरक पर्दैन, किनभने त्यो उनीहरूलाई चाहिँ त्यो लागु हुँदैन। र अब आउने नयाँ क्रिएटरहरूलाई चाहिँ जसको 2027 फेब्रुअरी 1 तारिकभन्दा अगाडिसम्म जसको चाहिँ मोनेटाइज भएको छैन च्यानलहरू, अब चाहिँ उनीहरूले चाहिँ पहिलाको भन्दा अलिक दोब्बर हुन्छ नि। जस्तै वाच आवर भयो, पहिले 4000 घन्टा थियो भने अब चाहिँ ठ्याक्कै 8000 घन्टा छ है। अनि सर्ट्सको हिसाबमा चाहिँ पहिला 10 मिलियन भ्युज होइन, 10 मिलियन थियो भने 90 डेजमा, अब चाहिँ ठ्याक्कै त्यसको दोब्बर भइदिया होइन। अब 20 मिलियन चाहियो। 20 मिलियन भ्युज पुऱ्याउनुको लागि त ओहो छप्पर फाट्छ, खलखल्ती पसिना हुन्छ, कसरी गर्ने भन्ने कुरा थियो। अनि पहिला 4000 घन्टा थियो, अब चाहिँ 8000 होइन। त्यो पुऱ्याउनु त ओहो दाँतबाट, घुँडाबाट, नङबाट जहाँसुकै पसिना निस्किन्छ यार। त्यो त गाह्रो हुने भयो होइन। त्यही हो। र सब्सक्राइबर चाहिँ त्यही 1000 नै हो, त्यो चाहिँ परिवर्तन भएको छैन। यो वाच आवर चाहिँ ध्वस्तै भइसक्यो। र अरू नियमहरू पनि धेरै छ होइन, फाइदा हुने कुराहरू धेरै नै छ। यो होइन, तपाईँले जति मेहनत गर्न सक्नुभयो अनि त्यो अनुसार तपाईँलाई त्यो अनुसारको फाइदाहरू पनि छ होइन। त्यही हो। अब तपाईँको च्यानल चाहिँ अब 2027 फेब्रुअरी 1 भन्दा अगाडि नै तपाईँको च्यानल मोनेटाइज हुनसक्छ भने चाहिँ तपाईँले एकदम छप्पट फाँडेर चाहिँ तपाईँले मेहनत गर्नु पऱ्यो। अब नत्र भने चाहिँ यस्तै हुनेवाला छ। ठ्याक्कै बिहान उठ्ने बित्तिकै ठ्याक्क मोबाइल हेरेको, यार किन नराम्रो सपना देख्छु भन्छ त्यो मान्छेलाई, बर्बाद हुन आयो। यस्तै छ, के गर्ने है। यस्तै हो। अब जे होस्, त्यही छैन, मेहनत गर्नुहोस्, अवश्य पनि हुन्छ। र मेरो पनि अब 1000 सब्सक्राइब त पुगिसकेको छ। अब वाच आवर चाहिँ पुग्न बाँकी छ। अब यो 5 महिनाभित्र मैले कम्प्लिट गर्न सक्यो भने चाहिँ केही होला, नत्र भने चाहिँ खुलितै हुन्छ है। यही नै हो कुरा है त। हस्।